नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि सन्चै आरामै छु। धेरै पछि धेरै भइसकेको थियो भिडियोहरू नबनाएको। अब मौसम पनि त्यस्तै छ अनि जान पनि कतै पनि घुमघाम नयाँ ठाउँमा भएको यसो नयाँ नयाँ अपडेटहरू नयाँ नयाँ ठाउँहरू देखाउन हुन्थ्यो। आज चाहिँ राति किन भिडियो बनाउँदैछु भने लगभग 6 महिनाको अन्तरालमा चाहिँ म भोलि घर जाँदैछु। अर्थात् म सोलुदेखि भोलिको यात्रा मेरो सोलुदेखि काठमाडौँ हुँदैछ र सम्पूर्ण मेरो फ्यामिली साथी भाइहरू सबैले सरप्राइज छ। अनि आज हामी सबै कुरा प्याक गरिसक्यौँ है। अनि यहाँनिर झोलाहरू टक्क लाएर अनि यहाँ मेरो बुढी चट्ट बसिन्। भोलि काठमाडौँ जान पाइयो भन्ने खुसीले एक त धेरै खुसी छु किनकि अब धेरै पछि भनौँ न धेरै जस्तो लाग्दो रहेछ। हुन त केही महिना जस्तो लाग्ला है, तर यहाँ बस्दा यति खुसी भइसकेका छौँ हामी, पुरा एक्साइटेड छौँ होइन। अब अरू भनेको ठ्याक्क भोलि बाटोमा देखिन्छौँ र भोलि बाटो बिचमा देखिँदै अनि फाइनली एकैचोटि घरमा फ्यामिलीलाई भोलि रियाक्सन हेर्नु छ, कसको रियाक्सन कस्तो हुन्छ भनेर। ल अब एकैचोटि भोलि बाटोमा हामी चाहिँ माथि टावरबाट झरेर लगभग 1.5 घन्टाको बाटो झरेर अहिले ट्याक्क लाएर झरेर बल्डेङ झरेर भयो कि मेरो भोलि होइन। त्यही हो, अब माथिबाट झरियो, पानी परिरहेको छ अनि माथि टक्क आन्टीले चिया पनि बनाइदिनु भयो। 2 कप चिया खाइयो, मैले सकिसकेँ, मेरो बेबीले सक्दैछन्। अब लेट्स सी एकैचोटि अब गाडीको बाटो। खाजा पनि खाइयो है। अब ओखलढुङ्गा हुँदैछ, अहिले गाडीमा छौँ है त। अब बाटोमा गाडी हामी चाहिँ ठ्याक्कै लाएर अहिले खाना खान आइरहेको छु। मैले चाहिँ अब भोक लाएर खाएँ, बेबीले भात दही पनि खाएँ, दही चाहिँ खान्छु ल। हामी चाहिँ फाइनली झरिसक्यो गाडीबाट। अब पठाउ चढेर जाने हो। बुढाबुढी घरमा फोन गरिसकेँ, कुरा मिलाइसकेँ होइन। अब एकैचोटि घरमा आइपुग्यो। अब मम्मीहरूलाई हेलो हेलो हेलो, कसो भयो? मम्मीको रियाक्सन सानो मान्छेलाई यो मान्छे हो। अनि के छ खबर तपाईँको? अनि म आउँछ जस्तो लाग्थ्यो, कस्तो लाग्यो त? अनि म आउने बित्तिकै चाहिँ सर्लक्क हेर्दाखेरि हो। कहिले आउँछु भनेको थिएँ मैले? दसैँमा आउँछु भनेको थियो। आउँछ जस्तो लाग्थ्यो दसैँमा हो। सन्चै हुनुहुन्छ नि? कहाँ अब कहाँ हालिदिनु? यो त युट्युबमा जान्छ। ल ठिक छ, माइलदेखिसम्म गफ हो। अनि अब
गफ गर्नुपर्छ है भर्खर आएको छु अब गफ गर्नुपर्छ मजाले अब त्यही त के भन्नु छ केही भन्नु छ भने भन्नु त केही छैन नि ल त्यसो भए भन्नु त अहिले चाहिँ ठ्याक्कै दिदीहरूलाई भेट भयो तर दिदीहरूलाई सरप्राइज भयो होइन तैपनि अब यहाँ हुन्छ दिदी भन्नु न अनि तपाईँले म आउँछ जस्तो लाग्थ्यो फाइनली मैले दिदीहरूलाई चाहिँ एकदम दिदी मम्मीहरू चाहिँ धेरै सरप्राइज हुनुभयो तर तिनटीलाई चाहिँ एकदम गर्ने भन्ने थियो र पनि अलिक समस्या मिलेन होइन तपाईँ नआउने यता हेरिहाल्छ नि है भाइरल दिदी हजुर मेन कुरो त सरप्राइज गर्ने भन्ने कुरा हाम्रो थियो मैले कस्तो यसलाई त होइन मैले यस्तो भनेको थिएँ क्या अस्ति म बसेँ गाइज होइन के भन्छ लागेको थियो भने मैले अस्ति म अफिस गएन अनि त्यसपछि मैले के भने नि अब भाइ बुहारी त उता सोलुमा छन् अनि यसपालि दसैँमा आउँदैनन् भन्ने कुरा थियो अनि एक त अब हाम्रो घरमा खसी काटिन्छ नि त अब त्यो खसी नै थियो अब भर्खरको बेहुला बेहुली थिए गाइज अनि यसपालि अब नआउने भनेको थियो नि हामीले चाहिँ के भन्यौँ भने होइन मैले चाहिँ के सोचेँ भने यिनीहरूलाई जसरी नि बोलाउनै पर्छ अनि सरप्राइज क्या घरमा चाहिँ एउटा त्यो भ्लग बनाउनलाई कसैले थाहा नदिने अनि अझ मम्मीको अगाडि मैले भिडियो कल गरेर यसलाई के भन्यो भने एउटा यस्तो प्लान गरौँ न भने के प्लान भन्नु त भन्यो मम्मी त्यो हुँदा पनि मैले अब ल म एसएमएस गर्छु भने मैले एसएमएस भने तिमीहरू आउनुभन्दा अगाडि यस्तो कुरा के तिमीहरू आउनुभन्दा एक हप्ता अगाडि नै यस्तो प्लान बनाऊँ कसैले पनि थाहा नदिउँ मलाई मात्रै थाहा होस् अनि त्यसपछि तिमीहरू यसरी सरप्राइज आओस् घरमा कोही आएनन् भन्ने बनाउनु पर्छ भन्ने चाहिँ मैले सोचेको थिएँ अनि यसले अब हुन्छ भनिरहेको थियो हजुर भनिरहेको थियो अनि त्यसपछि मैले अब त्यही गर्नुपर्छ यिनीहरू आउन चाहिँ आउँछन् अब कहिले मिल्छ अब 10 टिकाकै अघिल्लो दिनसम्म भए पनि यस्तो भ्लग बनाउने भनेर सोचेको थिएँ तर आज चाहिँ म आफै सरप्राइज भएँ गाइस अब यस्तै हो के भन्नु त्यही त मैले मेन कुरो त अब सरप्राइज गर्ने भन्ने मान्छेले नै सरप्राइज गर्यो होइन हामी के भयो भने हामी स्कुलबाट आयो अनि आएर घरमा गएनौँ अनि लुगा भिजेर ड्युटीबाट आउँदाखेरि अनि यहाँ आयौँ अनि को आएको छ भने अनि अब अरू भाइहरू होला भने एक सपना एउटा केही पनि सोचेको थिएन कि हामीले कसैले केही पनि भनेको थिएन अनि त्यसपछि आएपछि अनि अब सबैले देखाए अनि हेऱ्यौँ नि अब के गर्नु त्यही भएर आज चाहिँ होइन मेन कुरो त मैले तिनटी दिदीहरूले एकदम सरप्राइजमा राखेको थिएँ तर सक्सेस भन्दा नि भनौँ न अब सक्सेस हुनै भयो अचम्म लाग्यो म त हेरेँ अन्त फेरि मेन कुरो चाहिँ अब दिदीले सरप्राइज गर्नुपर्छ है त आउँदाखेरि मात्रै हामी दुईटीले मात्रै थाहा होस् मम्मी दिदी सरप्राइज दिएर आऊ न भन्नु त मैले पहिला नि भनेको थिएँ नि त त्यही भएर आज आइयो अब एउटा भिडियो सानो बनायो अब सकिन लाग्यो दिदी त अघि मैले सेकेले भन्नु अब अन्तिम इच्छा म चाहिँ अनि के भनिरहेको थिएँ भने क्या अनि मलाई दिउँसै कल गर्यो अनि सधैँ अब अनलाइनमा हुने मान्छे आज चाहिँ बिहानदेखि अनलाइनमा थिएन अनि मैले म्यासेज पनि गरेको थिएँ अनि मेरो म्यासेज पनि हेरेको चाहिँ थिएन अनि मलाई कल गरेर के भन्यो भने घरमा जानु घरमा फोनै उठाइरहेको छैनन् मेरो बत्ती लाइन पनि छैन भनेको थिएँ अब गाइज अब हामी सबैजना सरप्राइज नै भयौँ भाइ भएर आएको छ नि खुसी लागेको छ दसैँमा अब त्यही नै हो एकदमै सरप्राइज भयो हामी अर्को सरप्राइज त्यही भएर सानो अनि उसले त माया गर्छ ल माया गरिदेऊ त मामालाई यता मलाई यता यहाँ के यहाँ हो ल हाम्रो दसैँ एकदमै रमाइलो हुनेछ अब हाम्रो नेक्स्ट भ्लग पनि आउनेछ अब हामी तीनजना चाहिँ अब खसी खोज्न जानेछौँ भोलिदेखि नै भोलिदेखि नानी ल आज आइयो जे भयो नि अब एउटा दिदी बोल्न लजाउनु भयो देखाइसकेँ मैले पुरै देखाएर छु अहिले अब एकचोटि भिनाजुरको जिज्ञासा सोधौँ होइन किनकि तिनजना होइन क्या कति भन्नु न अब सबिन दाई रामचन्द्र दाई सबै साथी विपिनहरू सबै आउँछ हो भन्ने थियो होइन कहाँ आउँछु भने छैन दाई कसै पनि थाहा छैन के अनि सबिन दाईले पनि आउनु पर्छ छिटै आऊ तिमी भन्ने कुरा थियो अनि हामी भान्जी यता छिन् बिन्ता कता छिन् यहाँ अर्की कुन भान्जी हुन् अब हामी एकछिन अब अन्तिममा भिनाजु साला भिनाजुको गफ भएर चाहिँ हाम्रो भ्लग आज यहीँसम्मको इन गरौँ यो मेन कुरो भनेको सरप्राइज थियो सक्सेस भयो फाइनली काठमाडौँ आइयो होइन त भिन्जु अब होइन आज म आउँदाखेरि कस्तो भयो भने चाहिँ यहाँ है
मैले चाहिँ फोन गर्दै आएको क्या बिहानदेखिको होइन। तर अहिले यहाँ भिडियो हेर्नु यस्तो सरप्राइज भयो भने यहाँ मम्मी दिदीहरू त होइन त्यो भनौँ न अब टुप्लुको को छ घरमा भनेर म आउँदाखेरि कि जे सब लङ टाइम भयो नि त 6 महिना लगभग अब अर्कोमा त 6 महिना पुग्छ है। अनि त्यसपछि अब आउने कुरा त कतै पनि थिएन नि त। आइयो अब भिनाजुलाई मैले के ल्याइदिएको छु भन्ने कुरो मलाई थाहा छ। त्यो हिजै भ्लगमा देखाइसकेको छु भन्दै के स्याउ क्या भिन्जु अरू होइन के स्याउ ल्याइदिएको छु होइन। त्यसै छ ल। सोलुदेखिको त्यही हो, सोलुदेखि आज यात्रा सफल भयो। अनि अब हाम्रो यहाँ सङ्गीता दिदी हुनुहुन्छ उहाँ चाहिँ एकदम लजन ओ भाइसक्नु ल। ल अब यति भन्दै अब दसैँको राम्रो त्यही क्लिपहरू भ्लगहरू आउँछ। अहिलेको लागि बाई बाई। आऊ सानो यहाँ बाई बाई गर्न आऊ त यहाँ आऊ त बाई बाई गर्न आऊ यहाँ बाई बाई गर्न आऊ नाइ ल। मम्मी त अघि नै देखिसक्नुभयो हाम्रो ए भान्जी पनि ल एकैचोटि अब नेक्स्ट